आसिफ शाह उहाँको परिचय धेरै दिइरहनु पर्दैन। मेरो अभिन्न मित्र, नेपाल आइडलको होस्ट, मिडियाकर्मी, चलचित्रकर्मी। अब त्यो नेपाल आइडलको होस्ट अनि मेरो दोस्त भन्ने मेरो दोस्त आज त हेर्नुहोस् धेरै कुरा मिलेछ। आज व्हाइट शर्ट, क्याप, चस्मा, प्यान्ट, सेम टु सेम बट डिफरेन्ट भने यही हो। सेम बट डिफरेन्ट। सो बेसिकली मैले यसो दुई चारवटा क्याजुअल गफ गर्न खोजेको। लाइक आसिफ शाहको नजरमा घर भन्ने बित्तिकै के आउँछ दिमागमा? घर भन्ने बित्तिकै घर भनेको त परिवारको सदस्यले बन्ने हो। जस्तै स्ट्रक्चर भयो, त्यो कन्क्रिट स्ट्रक्चर मात्रै चाहिँ घर होइन। भनिन्छ नि कन्क्रिट स्ट्रक्चर इज अ हाउस, कन्क्रिट स्ट्रक्चर विथ फ्यामिली इज अ होम भनिन्छ नि होइन। सो घर भन्दाखेरि होमसँग कनेक्ट हुन्छ, हाउस भन्दा पनि होइन। त्यसलाई होमली कसरी बनाउने, फ्यामिलीहरूसँग अट्याचमेन्ट। अनि नवराजले यहाँ एज अ रियल्टर काम गरिरहेछ, नेपाली कम्युनिटीको लागि घर खोजिरहेछ। त्यो चाहिँ हाउस खोजेको होइन, होम खोजेको, लिभेबल होम खोजेको। अनि आइ एम भेरी ग्ल्याड द्याट यु आर डुइङ सो गुड हियर एज अ रियल्टर। र मैले हिजो पनि जिस्काइरहेको थिएँ उसलाई। मलाई पनि अब भोलि छोराछोरीहरू ठुलो भइसकेपछि डालसमा चाहिँ सस्तो भरपर्दो टिकाउ बलियो घर चाहियो भने चाहिँ प्लिज खोजिदेऊ है भन्दा हुन्छु होइन। पहिलो घर किन्दाको सम्झना छ? कस्तो त्यो फिलिङ्स थियो क्या? इफ यु क्यान सेयर अलिकति। पहिलो घर त अब बुवाहरूको नै थियो, हामी जन्मे हुर्केको त्यही घर नै। पछि बनाएर चाहिँ अर्को ठाउँ सर्यौँ, टेक्निकली सेकेन्ड घर बट फर्स्ट सिफ्ट। त्यसको अलग्गै रमाइलो हुँदो रहेछ क्या, त्यो एक्साइटमेन्ट होइन। अनि त्यो घर जाँदाखेरिको त्यो पेन्टको स्मेल, अनि नयाँ ठाउँको म यो कर्नरमा बस्छु, म यसमा बस्छु भनेर आफ्नो कुना छान्ने, आफ्नो कोठा छान्ने, त्यो चिजहरू चाहिँ एकदम रमाइलो नै लाग्छ क्या। त्यो द्याट हेज भेरी इमोसनल अट्याचमेन्ट विथ मी क्या। अहिले पनि मैले यो कुरा गरिराख्दाखेरि त्यो मेमोरीमा त्यहाँ गएँ होइन, कस्तो रमाइलो लाग्यो क्या त्यो घर। एक्साइटमेन्ट डिफ्रेन्ट लेभलको थियो। डिफ्रेन्ट लेभलको अफकोर्स। 5 मिनट भयो ल है त, ल 5 मिनट भइसकेको छ, अब पेमेन्टको डिल यति। तर एउटा कुरा चाहिँ जानुभन्दा अगाडि तिमीले बोलिरहेको म के भन्छु भने, नवराज चाहिँ हामीसँग मिडियामा काम गरेको एकदम पुरानो मान्छे। हि इज अ जेन्युन गाई, आई एम सेइङ इट फ्रम माई हार्ट। मेरो एकदम राम्रो साथी। एन्ड आई एम स्योर that as a realtor also he will be honest with you, he will be the man of his words. And please उहाँसँग काम गर्नु होला यदि तपाईँ डालसमा घर या प्रपर्टी किन्ने सोचिराख्नु भएको छ भने। he is the man, नवराज आचार्य, नाम याद गर्नु होला।